तपाईँले पनि अहिलेसम्म ब्याज र मिश्रधन कसरी निकाल्ने भन्ने कुरामा व्यस्त हुनुहुन्छ। आज हामी यो छोटो भिडियोमा सिक्नेछौँ। सबभन्दा पहिला हामीले यो प्रश्नमा के दिएको छ भने 5000 लाई 8% ब्याज दरले 2 वर्ष ब्याङ्कमा राख्दा आउने ब्याज र 2 वर्षपछि हुन आउने जम्मा रकम पत्ता लगाउनुहोस्। यानि कि यसमा ब्याज र मिश्रधन दुवै पत्ता लगाउनु छ। हामीसँग सावा यानि कि P = रु 5000 दिएको छ। अनि R यानि कि ब्याज दर कति दिएको छ त 8%। अनि समय कति दिएको छ त 2 वर्ष। अनि हामीलाई I निकाल्नु छ अनि A निकाल्नु छ। यानी कि I भनेको ब्याज अनि A भनेको मिश्रधन। हामीले थाहा छ कि we know that कि I को फर्मुला के हुन्छ त P × T × R / 100। ठीक छ त हामीले P को मान राखिदिने 5000 × 2 × 8/100। हामीले ध्यान दिनुपर्छ कि R को भ्यालु 8% नलेखेर मात्र 8 लेख्नुपर्छ। यानी कि प्रतिशत लेख्नु छैन। हाम्रो एन्सर आउँछ 800। अब हामी फेरि गर्छौं मिश्रधनका लागि। त मिश्रधनको एउटा फर्मुला रहेको छ, तपाईले याद नै होला, सावा प्लस ब्याज यानी कि P + I। यानी कि ब्याज दिएको बेलामा P + I फर्मुला लगाएर हामी निकाल्न सक्छौं। यसमा 5000 + 800 गरिदिने त हाम्रो फाइनल एन्सर आउँछ रु 5800। यस्तै म्याथका धेरै भिडियोहरू देख्नको लागि हामीले सब्स्क्राइब गरिदिनु होला।